गुड आफ्टरनुन एभ्रिवान। म चाहिँ ब्रेक सिफ्टबाट चाहिँ रुम आएको अहिले चाहिँ हो। अन्त घाम लागिरहेको थियो, अन्त ब्ल्याङ्केट सुकाउँछु भनेर चाहिँ ब्ल्याङ्केट सुकाएको नहिन्जेलसम्म चाहिँ लुगा धुइन्जेलसम्म चाहिँ ब्ल्याङ्केट सुक्दै गर्छ नि त। ओ त्यस्तो इधर देखो, हेलो करो, हेलो। अन्त अब चाहिँ म चाहिँ लुगा भिजाउँदै गर्छु। अन्त एकछिन लुगा भिजिसकेपछि चाहिँ म एकछिन यतापट्टि कपाल कोर्दै गर्छु, लुगा भिज्दै गर्छ। सर्फमा भिजिरहेको हुन्छ। अन्त म चाहिँ अब लुगा धुनु जान्छु हो। कपाल सपाल पनि कुरिसकिसकेँ। अन्त म चाहिँ लुगा धुइसकिसकेँ र चाहिँ त्यहाँबाट चाहिँ नुहाइ गरेर चाहिँ एकछिन बसेर चाहिँ सुत्नु नि त। अब यही हो हाम्रो ब्रेक सिफ्टको कामै, लुगा धुयो, नुहायो, रुम सफा गऱ्यो, बाहिरतिर जाने कहीँ छैन। अन्त त्यही हो, लुगा धुयो बस्यो। छुट्टीमा पनि यही हो हाम्रो, लुगा धुयो, रुम सफा गऱ्यो, बस्यो, घुम्नु जानु छैन हो। अन्त मलाई फेरि त्यसै पनि बाहिर जानु अल्छी लाग्छ। अन्त मैले लुगा पनि धुइसकिसकेँ, नुहाइ पनि सकिसकेँ। अन्त अघि भिजाएको लुगाहरू पनि धुएँ, अन्त नएको लुगाहरू पनि धुएँ। त्यहाँबाट चाहिँ अब चाहिँ यो चाहिँ बेलुकासम्म सुक्छ, यो बेड कभर चाहिँ, अरू चाहिँ सुक्दैन। यो चाहिँ मेरो अस्तिको भिडियो हो, तर म चाहिँ मेरोमा चाहिँ टाइम थिएन नि त अपलोड गर्ने। अन्त त्यही भएर चाहिँ म चाहिँ अब अपलोड गर्दैछु। अन्त यो चाहिँ मेरो लास्ट भिडियो हुनेछ पुरानो रुमको। अहिले त हामी नयाँ रुममा सरिसकेको छौँ हो। अन्त यो चाहिँ मेरो लास्ट अन्तिम भिडियो हो यो रुमको चाहिँ। माया लाग्छ मलाई यो रुमको। अब के गर्नु, अब सर्नै पर्ने छ हो। मेरो बेड चाहिँ रेडी भइसकिसक्यो हो। अब म रेस्ट गर्नुपर्ने छ, थाकि पनि सक्यो। बाहिर चाहिँ यस्तो घाम लागिरहेको छ, मेरो ब्ल्याङ्केट सुकिरहेको छ। अन्त अब यसलाई भित्र लान्छु। अर्ग्यानिक कपाल घाममा सुकाएको नि त। अन्त यो खाँदै सुत्नु।